ल गाइजहरु हामी चाहिँ अहिले स्नेक टेम्पल भन्ने ठाउँमा आएको छौँ। यो चाहिँ चाइनिजहरुको मन्दिर। चाइनिजहरु यहाँ के गर्दैछ? चाइनिज सिंह डान्स देखाउँदै थियो सकिएपछि चाहिँ। यो चाहिँ स्नेक टेम्पल। यो चाहिँ चाइनिजहरुको अघि इन्डियनहरुको यो चाइनिजहरुको मन्दिर। यो स्नेक टेम्पल भनेको चाहिँ यो मन्दिरमा अथवा यो ठाउँमा चाहिँ सर्प पाइने भएकोले रुखमा चाहिँ पुरै सर्पै सर्प भएकोले गर्दाखेरि स्नेक टेम्पल भनेर भनेको भन्छ है। सर्पको देखे मान्छेहरु यहाँ चाहिँ अब चाइनाको भाइब आउँछ फेरि। चाइनिज स्टोन सर्प छ भने चाहिँ कहाँ सर्प यो चाइनिजहरुको मन्दिर कताबाट जाने हो? भित्र के बस्नु उता रुख भएको चाहिँ कता हो? ल हेर्नुहोस् गाइजहरु यहाँ सर्प कत्रो छ। तपाईँ त मनि ताकुत यहाँ चाहिँ यसो मान्छेहरूलाई गिफ्ट लगिदिने ठाउँ सानो गिफ्ट दिन काम चल्छ यो। यहाँ लरे यहाँ पनि फलिरहेको रहेछ। चाहिँ गाउँघरतिर पाइन्थ्यो, यहाँ पनि पाइँदो रहेछ। यो अमलाको बोट हो। यो चाहिँ यो तराईमा पाइने अमला, ओरिजिनल अमला होइन। यो उता रुखभरि चाहिँ सर्पै सर्प रहेछ है। ल हेर्नुहोस् है सर्प गाइजहरु यहाँ कहाँ देखिएन। यो भोलि छ झ्याङ भोलि छ। यो भित्र सर्पै सर्प छ। त्यो माथि त झन् कत्रो रुखैभरि सर्पै सर्प छ। त्यही भएर स्नेक टेम्पल भनिएको रहेछ। यहाँनिर बसिरहेको रहेछ। फेरि कति राम्रो यो फलफुल रहेछ। यो के हो यो फल त? मिठो गुल्ली हुन्छ नि यो। यहाँ रात यस्तो फल फलिरहेको छ। यहाँ ठ्याक्कै यो दुईवटा फलफुलको बोटैमा रहेछ सर्पै सर्प। उडेर आयो भने सर्पले फेरि बिताउँछ है बिताउँछ। यो हरियोमा नदेखिँदो रहेछ। हरियो सर्प रहेछ। टोकियो भने त सिधै डु नट टच एनिमल्स रिस्की भन्ने रहेछ। ठुग्यो भने त सिधै फेरि परमधाम भइन्छ। अब कहाँ एक भएकोमा कहिले जाने? जाउँला नि। त्यो कहाँ बस्छ? ए जेटी एरिया दामी छ नि त्यहाँ समुद्र साइडतिर। पाटाङ बेसर भन्ने ठाउँ। हामी चाहिँ यसो गार्डनतिर हिँड्दैछौँ। यता त सर्प छैन होला नि। फेरि सर्पले पक्कै ठुग्यो भने फेरि गाह्रो छ है गाह्रो छ। सारिन हाल अफ चाइनिज भाषाबाट लेखेको रहेछ। हामी चाहिँ फर्क्यौँ। यो भित्र चाहिँ मन्दिर रहेको छ पूजापाठ गर्ने चाइनिजहरूको। माथि चाहिँ सर्प बस्ने ठाउँ।